हेलो साथीहरु, स्वागत छ हजुरहरुलाई आजको यो मेरो मिनी भ्लगमा। आज चाहिँ म र मेरो मम्मी बारीतिर जाँदैछौँ हैन। ट्र्याक्टर बोलाएको मकै लाउने भनेर ट्र्याक्टर बारीमा आइसकेर अनि कन्डक्टर बोलाएको थियो। म बाइकमा बसिसकेको छु जाने भनेर तयारी अवस्थामा। अनि बाटोमा ल्याए बाइक स्टार्ट गरे। मम्मी नि पछाडि बस्नुभयो, पानीको बोतल समात्नु भयो। फाइनली हामी अगाडि बढिसक्यौँ। अनि घाम पनि मस्त लाग्छ। मम्मी चाहिँ पछाडि बस्नुभयो, मैले बाइक चलाइरहेको छु। अगाडि बढिसकेको अवस्था छ अहिले चाहिँ। सर चिसो हावा खाँदै मम्मी पनि पछाडि बस्नुभयो, गफ हान्नुभयो। कसरी बस्नुभयो म देखाउँदैछु। मम्मी पानीको बोतल समाउनु भएको छ अनि मैले अगाडि बाइक चलाउँदै एउटाले भ्लगिङ गर्दै हिँडिरहेको छु। अब अलि अगाडि गए चाहिँ हाम्रो बारी आउँछ होइन। अहिले चाहिँ हामी बाटोमै छौँ। त्यो अगाडि देखेको ठाउँबाट हामीले टर्निङ हान्नु पर्ने हुन्छ। हामी टर्निङ पुगिसक्यौँ होइन। टर्निङ हानेर पनि गिट्टी बाटोमा प्रवेश गरिसक्यौँ। अगाडि चाहिँ बारी छ। अब मम्मी र म गफ हान्दै अगाडि बढिरहेको छ। मम्मी चाहिँ पछाडि बस्नुभयो, गफ हान्नुभयो, मस्त गफ हानेर होइन। आमा छोरा सब बाटोमा हिँडिरहेछौँ। चिसो हावा पनि आएको छ। अब हाम्रो बारी चाहिँ त्यही अगाडि हो। अब हामी बारीमा पुग्न लागिसक्यौँ होइन। पुग्न लागिसक्यौँ भने फाइनली हामीले बारीमा पुगिसक्यौँ। अनि म बाटोमा चाहिँ बाइक साइक हटाएँ। मम्मी झर्नु भयो, मलाई हातमा चुरोट र पानी दिनुभयो। अनि ठ्याक्कै ड्राइभरले ट्र्याक्टर पनि ल्याएर आयो जोतिर भ्याएर। अनि मैले उसलाई पानी दिएँ। अनि ला भनेर मैले चुरोट पनि दिएँ होइन। चुरोट समातेँ। अनि मुसिक हाँसी भिडियो बनाउँछस् क्या भनेर मैले होइन छैन भनेर ढाँटेँ होइन। त्यसले बारीमा ट्र्याक्टर हाल्यो। अब जोत्नु तयारी भयो होइन। बिस्तारै सोलो मसानमा ट्र्याक्टर अगाडि लग्यो। अनि अगाडि खाल्टो छ नि त, त्यही भएर सोलो मसानमा लग्यो। अनि मुसुम हाँसेँ। अनि यता हाम्रो बारी छेउको बाजे पनि मकै छर्न आउनु भएछ। बारी चाहिँ साइकल डोराउनु भयो। बजेल चाहिँ एउटा ताउली समाउनु भयो, कट्टा पनि समाउनु भयो। उता सुभाषले चाहिँ पानी खाइरहेछ। यतातिर जोत्न नि स्टार्ट भइसक्यो। पहिला चाहिँ बाँझो मार्ने, अनि बाँझो मारिसकेपछि फेरि बिउ छरेर जोत्नु पर्ने छ। आज हामीले चाहिँ पहिले बाँझो मार्नु पर्ने। हामीले त्यस्तै भएर बाँझो मारेन होइन। अब बाँझो मारेर भ्याइन लाहा बाँझो मारेर नि भ्याइसक्यो। मम्मी र म चाहिँ मिलेर अब बिउ छर्नु पर्ने हुन्छ। म चाहिँ अगाडि मम्मी चाहिँ पछाडि हामी आमा छोरा मिलेर बिउ छरिरहेको छौँ। ट्र्याक्टरले चाहिँ उता जोतिरहेको छ। अब हाम्रो जोतेर पनि सकिसक्नु लागेको छ होइन। ट्र्याक्टर पनि अब सकिसक्यो। ट्र्याक्टरले पनि बाहिर निकालिसक्यो। अब म चाहिँ ड्राइभरसँग गएर कुरा गर्नुपर्ने हुन्छ, कति पैसा भयो के भयो भनेर, कति मिनट लाग्यो भने यताउता हिसाब किताब गर्नुपर्ने हुन्छ। ड्राइभर झरे हिसाब किताब पनि भइसक्यो हाम्रो। अनि म चाहिँ बाइकमा बसेँ, चाबी अन गरेँ। मम्मीलाई चाहिँ पछाडि मैले बसालेँ होइन। अनि बाइक पनि स्टार्ट गरिसक्यो। अब फाइनल्ली हामी चाहिँ घर जानुपर्ने हुन्छ। फाइनल्ली बाइक पनि अगाडि बढिसक्यो होइन। आमा छोरा मस्त गफ गर्दै अब घरतिर फर्किँदैछौँ। अब हामी चाहिँ पिच बाटोमा पनि पुगिसक्यौँ। आमा छोरा चाहिँ मस्त गफ हानिदिरहेछ। मम्मी खाली बोतल समात्नु भएको छ होइन। अघि पानी लगाऊ। मम्मीले चाहिँ अब सबै गाइजहरूलाई हाई गरिदिनु भयो। मलाई ठ्याक्कै यहाँनिर आउने चाहिँ घनश्याम दाइको याद आयो। घनश्याम दाइको घर चाहिँ यही हो। बाटोमा चाहिँ मान्छेहरू पनि हिँडिरहेको छन् होइन। उति अगाडि चाहिँ मेरो घर हो। अब हामी चाहिँ घर पुगिसक्यौँ। अब बाइक घुमाएर नि मैले अब बाइक रोकिसकेँ। मम्मी चाहिँ झर्नु भयो। अब म चाहिँ बाइकबाट झरेर चाबी बन्द गर्नुपर्ने हुन्छ। चाबी बन्द गरिसक्यो। हस् धन्यवाद। आजको बोलेको यतिमै अन्त्य गर्छु।